सो साथीहरू आज चाहिँ म तपाईहरुलाई यसो प्र्याक्टिस गरेर सुनाउँछु ल। नचाहेको होइन तिमीलाई नसुने जे गरी मेरो कुराहरू आज फेरि रिसाउँदै तर्के नजा नलाउन माया। सोल्टी यो त पुरा बियर जस्तो देखिन्छ त नि केरा फ्रिजमा राख्नु हुँदैन भनेको हो क्या मैले साथीहरुलाई। सुन्दैन साथीहरुले के हो। हेलो एभ्रीवान, दर्शन नमस्ते सेवा मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। अनि तपाईहरुको होली कस्तो भयो त? व्हाट्सअप गाइज होली कस्तो भयो त हजुरहरुको? अनि आज चाहिँ हैन भर्खरै उठेको हो क्या, अहिले दिउँसोको 2-3 बज्यो होला। म चाहिँ हिजो अलि लेट सुतेको थिएँ हैन, सानोतिनो प्रब्लमले गर्दा। प्रब्लम के हो भनेर तपाईहरुलाई थाहा पनि भइसक्यो हैन, मेरो आइडी फ्रिज भएर हो साथीहरु। सो अब चाहिँ मैले अलिकति थोरै बहुत मेहनत गर्नुपर्ने छ। सो त्यसैको लागि पनि म अब कस्तो बन्छ भिडियोहरु त्यस्तै अब भ्लगहरु चाहिँ अब त्यस्तै हाल्ने कोसिस गर्नेछु हैन। 3-4 दिन पछाडी यसरी दोहोर्याउँदै हाल्ने कोसिस गर्नेछु। सो अनि म चाहिँ अहिले भर्खरै उठेको हैन, अनि भोक एकदम धेरै लागिरहेको छ। अनि आज बेलुकी चाहिँ हैन, अनि हामीले चाहिँ आज बेलुकी चाहिँ पानीपुरी बनाएर खाने भनेर सोच बनाइरहेको छौं के साथीहरु। अनि मलाई यो DJI को चाहिँ हैन, यो DJI को यो गिम्बल भएको यो क्यामेराको बारेमा पनि मलाई अलिकति जानकारी दिनु मन लागिरहेको थियो। सो अब यसको लागि चाहिँ अब नेक्स्ट डे बनाउनु पर्ला। आज चाहिँ अलिकति त्यस्तै भइरहेको छ, सो बनाउनु पनि पर्ने छ। अनि एकदमै धेरै गाह्रो हुँदो रहेछ यो भिडियो बनाउनु भनेपछि। अलिकति म चाहिँ अलिक अल्छी टाइपको छु क्या। तपाईहरुले रुम पनि देख्न सक्नुहुन्छ मेरो यस्तो। अनि भर्खरै उठेको। सो अब पेट पूजा गर्नुको लागि जानुपर्ने। आज भ्लग गर्नु भनेर चाहिँ बाहिर निस्किनु पर्यो। अनि बाहिर निस्केर त्यस्तै यस्तो लोटो भन्ने एउटा चिट्ठा छ क्या। सो त्यो चाहिँ हप्तामा काटिराख्छ मान्छेहरुले। अनि म पनि त्यो काट्नुको लागि जानु पर्यो भनेको। एकदम पानी परेर मौसम खराब भएर साथीहरु त्यो पनि गई भएन। सो तपाईहरुले म देखाउन सक्छु। म यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यस्तो मौसम भइरहेछ क्या, घाम लाग्नुपर्ने हैन, पानी परेर यस्तो। अनि खाना खानुको लागि चाहिँ माथि जानुपर्ने हुन्छ। सो म चाहिँ आज खाना नखानु पर्यो, भरे बेलुकी एकैचोटी साथीहरुसँग खानु पर्यो भनेर। अनि यहीँनिर कम्पनीकै चाहिँ रुम तल हैन, यो हाम्रो सानो एउटा ग्यास चुल्हा र इलेक्ट्रिक चुल्हा छ। सो यही इलेक्ट्रिक चुल्हामा चाहिँ च्याट्टसँगले चाउचाउ रामेन बनाएर खानु पर्यो भनेर सोच बनाइरहेको छु। के छैन क्या यार, याममा हो कसम से यार, फोहोर मात्रै राखिदिरहेको रहेछ। हेर्नु त ल, सबै खाइसकेर फोहोर मात्रै राखिदिरहेको रहेछ। हो त यो फोहोर पनि किन राखेको कि, फाल्नु नि कस्तो खालको छ साथीहरु। फेरि यिनीहरूले यस्तो पायो भने आमामामा यति ल्याङल्याङ गर्छ, कुरै छोड्दिनुहोस्। सो अब चाउचाउ खाने पनि वातावरण भएन, अब माथि नै जानु पर्ला जस्तो छ साथीहरु। फेरि जहिले हेर्नुपर्छ, जहिले चाहिँ मेरो भ्लग चाहिँ हैन खाना खाएको मात्रै हुन्छ क्या। जहिले एनी टाइम चाहिँ दिक्क लागेर आउँछ आफैलाई पनि। अब के बनाउनु के, अब तपाईहरुले पनि यसो मलाई सल्लाह दिनुपर्ने भइसकिसक्यो। अब के चाहिँ गर्नु, मैले के बनाउनु हैन। भिडियोहरु पनि छुट्टीको मौसम बेलामा मात्रै अब बनाउनु पाइन्छ नि त हैन, चट्टसँगले भिडियोहरु पनि। अनि अब त्यही भएर छुट्टीको बेलामा गर्ने के त, अब घुम्न जाने एउटा हो, घुम्न जानुको लागि पनि साथी चाहियो। अब साथी पनि अहिले त्यस्तो छैन, अनि मौसम यस्तो पानी परिरहेको छ। सो अनि अब के गर्ने त, अब यस्तै हो। अब सानो क्लिपहरु कस्तो बन्छ त्यस्तैहरु चाहिँ चट्ट काट्दै लाउने सोच बनाइरहेको छु। सो अब म चाहिँ अब माथि जानुपर्ने हुन्छ हैन, भोक लागिरहेछ। अब गएर पेट पूजा गर्नुपर्ने छ साथीहरु। सो गाइजहरु म चाहिँ यहाँनिर किचनमा आइरहेको छु। किचनमा आइसकिसके अब रामेन खानु पर्यो। मलाई चाहिँ यो रामेन एकदमै धेरै मन पर्छ के, यो पकाएर खानु अलिकति ज्याउ हुन्छ। त्यही भएर आज चाहिँ म के नयाँ ट्राई गर्नु पर्यो भनेर सोच बनाइरहेको छु। साथीहरु यो ट्राई गर्नु पर्यो। अलिकति हेर्दा पनि अलिकति पिरो खालको जस्तो छैन, अलिकति पिरोले चाहिँ मलाई चाहिँ पिरोल छ क्या, पिरोले फेरि। सो यो चाहिँ अब यो चाहिँ कसरी खाने हो भने, यसलाई चाहिँ चट्ट फुटाएर अनि त्यसपछि तातो पानी हालेर चाहिँ 3 मिनेट जति चाहिँ राखेर हैन, यहाँ 3 मिनेट लेखिरहेको रहेछ।
3 मिनेट जति राखेर चाहिँ अनि तातो पानीमा राखेर चट्ट खानुपर्ने हुन्छ यो चाहिँ। आज अरू केही चिज नखानु पर्यो भनेर सोचिरहेको छु। भरे बेलुकी एकैचोटि हामीले चाहिँ पानीपुरी बनाएर खाने भनेर सोच बनाइरहेको छ। त्यही पानीपुरी खानुको लागि चाहिँ अब अहिले चाहिँ आधी प्लेट खाएर बसिराख्नु पर्यो साथीहरू। सो साथीहरू यो चाहिँ अर्कै खालको रामेन है, अलग किसिमको। यो चाहिँ पिरो सिरो हुँदैन यत्तिकै। सो अलराइट साथीहरू, म चाहिँ अहिले चाहिँ खाजासाजा खाएर आइसकिसकेँ। अब दिनमा मैले चाहिँ के गर्छु होइन, बेलुकीसम्ममा त्यो सबै चाहिँ अब बेलुकी पनि खाएकै भिडियो मात्रै बन्छ क्या। अब केटाहरू आउँछ होइन, अनि अब केटाहरू पनि अब खाना खानुको लागि भेट हुन्छ त्यतिखेर, अनि सबै आफ्नो कोठामा स्वाट छिरिजान्छ सबैजना। अनि के बनाउनु, के वातावरणै छैन साथीहरू। सो अनि मेरो च्यानल फ्रिज हुनु पनि त त्यो कारणै छ नि। अब के गर्ने, यस्तै छ, गाह्रो छ। अनि साथीहरू मौसम चाहिँ होइन, यहाँ र यहीँ र त्यही परको पनि कस्तो फरक पर्ने है। त्यहाँ पर त्यो डाँडामा सेतो देखिरहेको, राम्रोसँगले देखेको छ कि छैन, त्यहाँनिर हिउँ परिरहेछ क्या। हिउँ छ होइन। यता चाहिँ पानी परेर फेरि सपक्कै केही छैन है, हिउँहरू सबै बिलिसकेको छ। त्यहाँनिर चाहिँ देख्न सकिन्छ त्यो डाँडामा चाहिँ हिउँ छ क्या। त्यहाँनिर चाहिँ हिउँ परे जस्तो छ। ओहो, यहीँ र यहीँ पनि यस्तो फरक पर्ने है। सो तपाईँहरूलाई सधैँ पनि देखाइरहेको छु मैले हाम्रो रुम होइन, हामी बस्ने रुम चाहिँ। अनि यो रुमको यतापट्टिको छेउपट्टिको त्यहाँबाट ढोकाबाट यस्तो सिडी चढेर यस्तो जाने ठाउँ छ। त्यहाँनिर चाहिँ के भन्छ, जिम हल छ क्या। जिम गर्नु मन लाग्यो भने जिम हलहरू पनि बनाइदिएको छ। अनि यहीँभित्र पनि यसो एक्सर्साइज गर्नेहरू यसो चट्ट ठाउँहरू छ। सो त्यही नै हो साथीहरू। अब म रुममा गएर चाहिँ अब यसो तपाईँहरूलाई यसो गिटार सिटारहरू बजाएर सुनाउँछु ल अब। सो साथीहरू, आज चाहिँ म तपाईँहरूलाई यसो प्र्याक्टिस गरेर सुनाउँछु ल। भोकलहरू भोइसहरू त राम्रो छैन। अब यो माइकमा कतिको सुनिन्छ ल, यहाँनिर चेक पनि हुन्छ होइन। सो चेक गरौँ है त कस्तो हुँदो रहेछ। नचाहेको होइन तिमीलाई म चाहन्थे, जुनी भरिलाई नचाहेको होइन तिमीलाई म चाहन्थे, जुनी भरिलाई गर्नु त तिम्रो के वास्ता, बुझेनौ तिमीले मेरो व्यथा। नचाहेको होइन तिमीलाई म चाहन्थे, जुनी भरिलाई। सो साथीहरू, त्यस्तै नै हो होइन। खासै राम्रोसँगले गीत गाउनु पनि आउँदैन, यसो कहिलेकाहीँ प्र्याक्टिस गर्छु। अनि त्यही नै हो साथीहरू। रहर गरेर यो गिटार किनेको थिएँ। अनि यो चाहिँ मतलब यसरी पनि बजाउनु मिल्ने, अनि यहाँनिर इलेक्ट्रिक जोडेर पनि बजाउनु मिल्ने खालको यो गिटार हो। यो चाहिँ त्यस्तै पर्न गयो होला
35,000 जति पर्नु गएको थियो केरहरूले किने होइन त्यतिखेर अनि अहिले चाहिँ फेरि बजाउनै मन नलाग्दो रहेछ क्या बजाउँदै गएपछि अनि अब त्यसरी सिक्नुको लागि अब त्यस्तो वातावरण पनि छैन अनि फेरि अब यहाँनिर ड्युटी गरेर सकेपछि प्र्याक्टिस गर्छु भनेर भन्यो भने हल्ला हुन्छ गीत गाउँछु भने हल्ला हुन्छ अब भाषा मिल्दैन नि त होइन अब अर्कै देशको अब अर्कै भाषाले गीत गाएर चाहिँ यो रुको हो कि गीत गाएको होइन उनीहरूलाई पनि त गाह्रो हुन्छ नि होइन गाह्रो छ नि एकदमै सो त्यही हो साथीहरू अब भरे बेलुका भेट्नुपर्छ गाइजहरू होइन खाना खानु जान्छु भनेर भन्दै थिएँ आज पानीपुरी खाने भनेर स्वास्थ्य पनि सबैको गडबड रहेछ अनि मलाई 4 बजी एकछिन सुते जस्तो लाग्थ्यो यार एकैचोटि उनीहरूले फोन गरेर गर्दाखेरि त 6:30 पो भइरहेको रहेछ एट्ठेरी खतम भइहाल्यो नि मलाई त पोको पारेर भात पो ल्याइदिरहेको छ यहाँनिर यस्तो छ पारा अनि कहाँबाट भ्लग बनाउनु अनि गाह्रो छ नि हो के गरे हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ कोरोना लाग्यो भने चाहिँ नि बेसार पानी मलाई पनि बनाइदिनु त्यही भन्नु नि तपाईँ भन्नु नै मलाई पनि लागिरहेको छ यार यत्तिका तास खेलेर सबैले साथ दिनु यार केटाहरूले अनि आज काम कस्तो भयो एक्लै आज काम सोल्टी हेर्नु है दाना पनि सकिएको हिँड्ने बेलामा फेरि फ्यान पङ्खा बिग्रिएको त्यो ढिलो भएको ए त्यही भएर त अनि के हो यो पारा अनि यो केराको हो यो केरा होइन र अनि यो त पुरै अनि बिग्रेछ त नि ला हेर त केरा फ्रिजमा राख्नु हुँदैन भनेको हो क्या मैले साथीहरूलाई सुन्दैन साथीहरूले के यस्तै छ भित्र चाहिँ कस्तो छ ल हेरौँ ल म चाहिँ अब युट्युब फ्रिज हुनु भन्दा चाहिँ अब मैले यही हो जे भेट्छु त्यही लगाइदिन्छु भिडियो अब चाहिँ म अब हेर्नुहुन्छ नहेरे पनि हेर्नुहुन्छ ओइ भित्र त अनि राम्रै छ त अनि भित्र त राम्रो छ नि भित्र त राम्रै छ त नि आज पानीपुरी खाने भने त्यस्तै भइहाल्यो बिरियानी भइहाल्यो बेसार पानी खाने सोल्टी यो त पुरा बियर जस्तो देखिन्छ त नि बियर तताएर खायो भने कस्तो हुन्छ होला सो गाइजहरू आजको दिन चाहिँ मेरो यसरी नै बित्यो होइन अनि त्यस्तो इम्पोर्टेन्ट स्पेसली पनि केही पनि छैन केही पनि थिएन अनि सुतेर यसरी नै गयो होइन अनि बिमार भएर एकदमै धेरै गाह्रो भइरहेछ अनि यही कारणले गर्दाखेरि हो एकदमै धेरै गाह्रो हुन्छ भिडियो बनाउनु मलाई चाहिँ यहाँनिर वातावरण पनि त्यस्तो खालको मिल्दैन अब साथीहरू पनि आउँछ आफ्नो कोठा छ एक-एकवटा कोठा छ सबै आफ्नो कोठामा गइहाल्छ गरेर थाकिरहेको हुन्छ अब के गर्नु होइन के भन्नु त साथीहरूसँग गफ पनि त्यस्तो हुँदैन घरतिर एकछिन कुरा गर्छन् उनीहरू पनि अनि आफू पनि पसिहालिन्छ अनि त्यस्तो केही नै हुँदैन क्या त्यस्तो वातावरणै बन्दैन अनि सो त्यही भएर चाहिँ एकदमै धेरै गाह्रो हुन्छ सो गाइजहरू होप सो तपाईँहरूले अन्तिमसम्म हेर्नु भएको छ भने चाहिँ धेरै धेरै धन्यवाद अनि नेक्स्ट डेमा नेक्स्ट भ्लग लिएर आउँछु सो त्यति दिनको लागि बाई बाई गाइजहरू